आन्टी सुन्नुहोस् न, यहाँ कुनै रुमहरू खाली छ यहाँतिर? ऊ तल छ भनेको सुनेको थिएँ, गएर एकपल्ट हेर्नुहोस् न। तलतिर आन्टी? हजुर। हुन्छ हुन्छ हुन्छ। नमस्ते दाजु। नमस्ते नमस्ते। सानो काम छ तपाईँको है? ए हो, आउनु भाइ भित्रै हेर बस्नु नि। दाजु हाम्रो काम चाहिँ तलतिर गाउँतिर हाम्रो काम बुझेछ। तपाईँकोमा के रुम छ भनेर चाहिँ हामी आएको थिएँ। तपाईँले रुम दिनुभएको त हामीलाई सुविधा हुन्थ्यो। अन्त भाइहरू चाहिँ कताबाट आएको? हामी चाहिँ यहीँ मधेसतिरबाट आएको। ए हो, तिमीहरू मधेसबाट आएको रहेछ होइन? अन्त तिमीहरूकोमा आफ्नो डकुमेन्टहरू केहरू आधार केहरू छ होला होइन? छ सबै छ। फेरि हाम्रो काम पनि त यतै हुँदैछ। तपाईँ अप्ठ्यारो मान्नु। के हुँदैछ ब्रो? ए होइन हौ, यिनीहरू घर खोज्दै आएको रहेछ क्या। यहाँ माथि मेरोमा रुम छ भनेर कसले भन्दैछ हो। हुन त मेरोमा एउटा रुम खाली छ। यसो सोचेको है, म चाहिँ त्यहाँ किरायमा दियो भने मलाई पनि यसो साथी हुन्छ कि भनेर नि। र पनि यसो विचार गर्नुहोस् है ब्रो। समय ठिक छैन, डकुमेन्ट्सहरू राम्रो हेर्नुपर्छ यिनीहरूको। आधार कार्ड, भोट कार्ड, प्यान कार्डहरू छ छैन। अहिले दिनदिनै के भइसकेको छ, मान्छेहरू नै ठिक लागेन। म त काम हुँदैछ भन्छ, कता हुँदैछ एकदम हेर्नु, टोच पिछा गरेर राख्नुहोस्। नानीहरू धेरै उयो हुँदैछ, पछि आउँछ सल्लाह फेरि। अहिले एकदम हामी सतर्क बस्यो भने को बस्छ अरू? अब यिनीहरू चाहिँ चेकै गर्नुपर्छ हामीले। ठिकै छ भाइहरू हो। भाइहरूकोमा त्यो कागज डकुमेन्टहरू नि पुरै छ होइन भाइहरू? पुरै रहेछ होइन, उयो पनि रहेछ। त्यसो भए घर पनि खाली छ, त्यसले गर्दा ठिकै छ। भाइहरू बस्दा हुन्छ, 2-3 महिना त रहेछ होइन? त्यसले गर्दा बस तिमीहरू ल, बस। हवस्, धन्यवाद। हुन्छ भाइ, ल हुन्छ। सुन्नुहोस् न, नानी त यति ढिलो भइसक्यो, अहिलेसम्म आइपुगेकै छैन त। एकताल फोन गरौँ कि अब स्कुलमा। गर्नु न। हुन्छ। के हो? हेलो, नमस्ते। मेरो छोरी त अहिलेसम्म घर स्कुलबाट फर्केकै छैन त। स्कुलमा केही एक्स्ट्रा प्रोग्रामहरू थियो के हो, या त एक्स्ट्रा क्लास? होइन, स्कुल त छुट्टी भइसक्यो त। अनि अरू त्यस्तो केही प्रोग्राम अनि एक्स्ट्रा क्लासेस पनि छैन। सबै नानीहरू आफ्नो आफ्नो घर गइसके त। ए हुन्छ त, हुन्छ, धन्यवाद। ल, यता उसको साथीलाई पो फोन गरी हेर्नु पर्यो। The person you are calling is not answering. Please call again later. ला सुन्नुहोस् न, अब के गर्नु, फोन पनि उठाएन। यति बेलासम्म नानी घरमा आइपुगेको छैन, स्कुलमा पनि छैन रे, साथीकोमा पनि छैन रे। ला अब कता गयो होला हौ, के गर्नुपर्ने हौ? ला हेलो ब्रो, के भयो होला? खै अहिलेसम्म पनि छोरी घर आइपुगेको छैन है। खै चारैतिर खोजे, सबैलाई सोधे पनि कसैले पनि देखिन भन्छ। नानी चाहिँ के स्कुल गएको थियो कि कता गएको थियो? स्कुल मैले बजारबाट आउँदाखेरि नानीलाई गाडीमा देखेको थिएँ। खै चारैतिर सोधे हो, कसैले पनि देखिन। बजारबाट आउँदा त गाडीमा जाँदै गरेको थिएँ, ड्रेस पनि थिएन, सिभिल ड्रेसमा थियो। म त अब 2 महिना बसेको तपाईँहरूको घरमा त्यो मान्छेहरू तिनीहरूसँगै थियो। म त तपाईँहरूले पठाएको होला जस्तो लागेर चाहिँ अब केही भनिनँ, जान्छे जाँदै थियो तिनीहरू। अब तपाईँको घरमा 2 महिना भइसकेको थियो, टिकटहरू बसेको। मैले तपाईँलाई पहिला त भनेको थिएँ नि। अब छिटो गरेर तलतिर गएर यसो डाइरेक्ट गरिरहोस्, खोज्दाखेरि भेट्नुपर्ने। साह्रै टाढो पुगेको छैन तिनीहरू। अब यसो के हुन्छ कसो हुन्छ गाउँघरमा सबैलाई भनेर जानुपर्छ होला। पहिला चाहिँ थाना गएर एउटा जिडी गर्नु पर्यो। ल त्यसो भन्छ ल, पक्कै त्यही मान्छेहरूले चाहिँ मेरो छोरीलाई लगायो, लग्यो हो। खै अब कहाँ खोज्नु, कसलाई भन्नु?
खै अब पुलिसलाई कम्प्लेन गरौँ भने पनि मेरोमा उनीहरूको कुनै न डकुमेन्ट छ न तिनीहरूको कुनै एड्रेस छ। खै म त खै के गर्नुपर्ने? डकुमेन्ट्सहरू राख्नु भएन? अस्ति मैले त्यत्रो भनेको तपाईँलाई आधार कार्ड प्यान कार्ड भोट कार्डहरू राख्नुहोस् भनेको थिएँ मैले, भनेको थिएँ त्यति त्यो केटाहरू अलिक अनुहारै कस्तो थियो। राखिनँ नि, मलाई पनि त्यही भुल, हाम्रो मान्छेले त्यही त भुल गर्छ त। भाडा भट्टाबाट दिन्छ तिनीहरूले, एडभान्सहरू दिन्छ, त्यहाँदेखि चुपलाएर बस्यो। अहिले त्यस्तो भयो, अब के गर्ने त? अब सबैलाई भन्ने जानुपर्छ होला खोज्नु। एकपल्ट चाहिँ डायरी गर्नु पर्यो थाना गएर, त्यसै गरौँ अब। यसै कारण हजुरहरू सबै जनसाधारणलाई बिन्ती छ कि यदि तपाईहरूले आफ्नो घरमा बाहिरका मानिसहरूलाई घरमा भाडामा दिन या त कुनै काम गराउन चाहनुहुन्छ भने उनीहरूको पुरा प्रमाणपत्रहरू जस्तै आधार कार्ड, प्यान कार्ड, भोटर आइडी साथै उनीहरूको ब्याकग्राउन्ड पूर्ण रूपले लिन अनिवार्य छ, नत्र भने यस्तो समस्या हजुरहरूलाई पनि पर्न सक्छ। यसैले याद राखौं, समस्या आउन अघि नै सतर्क बसौं।